What is up gang? I hope सबैजना सन्चै हुनुहुन्छ होला, मस्तै हुनुहुन्छ होला। यस, आज चाहिँ एकदम हिपहप नेपपपट्टि होइन र एकदम सिम्पल होइन मेलोडिसवाला गीत सुन्नु मन लाग्यो है। सुन्नु मन लाग्यो भन्दा पनि मैले यो टिकटकमा देखेर चाहिँ म आइसकेको छु। कहाँदेखि भन्दा पनि म युजली यो खेमे अनि बेबो भ्लग्सको यताउता हेरिरहेको हुन्छु। त्यो हुनाले तिरिजा प्रधान है, तिरिजा प्रधान भन्नेको रहेछ मेरो कान्छा भन्ने एउटा अलिकति फिल आइरहेको थियो क्या सर्ट क्लिप्सहरू देख्दाखेरि। लेट्स चेक इट आउट के कस्तो रहेछ भनेर मैले फुल भिडियो हेरेको छैन, सिधै आइसकेको छु। यस, हेरिहालु है, हेरिहालु। मेरो कान्छा एकदम हिमालयन भागमा छ नि त यो त घोडा। ल भेडा गोठलाहरू रोक्यो। कस्तो खै नभन्नै सके नदेखाउने मैले मायालाई कस्तो खै नभन्नै सके नदेखाउने। के हो यार यस्तो? आई थिङ्क सी इज भोइस अफ नेपाल कुन सिजनको होला, त्यहाँनिर पनि पार्टिसिपेन्ट थियो है। भोइस त खतरा रहेछ यार, अलिकति गहिरो नि। फेरि दुईजना आर्टिस्टहरू खतरा खतरा हो नेपालको चाहिँ क्या। फेरि बेबो भ्लग्सको कुरै गर्नुपर्दा खेमे पनि होइन, खत्रै लाग्छ मलाई चाहिँ। दामी रहेछ त्यो। आई लाइक द इन्ट्रो, त्यो पार्ट चाहिँ खतरा। फेरि स्टार्टिङमा त्यो हिमालय यस्तो हिमालको त्यो देखाएको छ है, त्यसले नै त्यो क्याप्चर गर्दैछ क्या। केही हुने रहेछ है भन्ने खालको त्यो मनमा आउने रहेछ भनेको। वरिपरि खेल्दै हजारौँ त्यो भावना हो, सम्हाल्न नै गाह्रो विचित्र त्यो चाहना। ओ कान्छा मेरो कान्छा, यो कान्छी तिम्रै हो त, कमलको फुल असरी फुलिरहला। ओ कान्छा मेरो कान्छा। वाउ, यो चाहिँ यो क्लिप्सहरू चाहिँ मैले देखेर नै हो म आएको क्या। माई गड, दुईजनाको त्यो जोडी कस्तो मिलिरहेछ फेरि के। हाइट पनि लेभलमा छैन, एउटा सानो एउटा ठुलो होइन, ड्रेस अफ सेन्स। अनि ओभरअल त्यो माथि हिमाली क्षेत्रमा हुनाले नै त्यो एउटा छुट्टै त्यो फिल देखाइदियो भनेको। अनि भोइसको त कुरै नगरौँ है, भोइस अफ नेपालमा धेरै कहाँ कतिसम्म पुगेको थियो होला हौ, टप कतिसम्म पुगेको थियो। भोइसको कुरै नगरौँ, क्या राम्रो क्लियर छ, क्या क्लियर छ यार। आई लभ इट म्यान। मैले सुनिरहेको हुन्थेँ पहिलादेखि नै कता कता उसको टिकटकतिर पनि होइन। आई वन्डर क्या यो युट्युबहरू नहुनु भए चाहिँ आज हामीले यो बेबो यो खेमेहरूलाई यसरी म्युजिक भिडियोमा देख्नु कहिले पनि पाइन्थेन होला क्या। तर यार होइन, म एप्रिसिएट गर्छु भन्दै न उनीहरूको हार्डवर्क एफोर्ट्सहरू देखेर। क्या गरिदिने यार, बेबोको पनि अन्त एक्टिङहरू एकदम अर्ग्यानिक छ, नेचुरल होइन। क्या दामी यार, यतिको त साँच्चै भनेको है। कतिवटा पिक्चरको त्यो फिल्मतिरको त्यो हिरोइनहरूले नै त्यो औरै गरिरहेको हुन्छ होइन, लिपसिङदेखि लिएर यताउता एक्टिङ। तर यहाँ हेर न, उनीहरूले सिक्नुपर्छ क्या। दामी रहेछ या मेरो क्या दामी छ। हराउन थाले तिम्रो आवाजमै जसक्क मन्यो केही भएको खै। हराउन थाले तिम्रो आवाजमै जसक्क मन्यो
यो पनि छाडेर जान्दैन कान्छालाई विरतीका सनाएको म पिँढीमै बाँधेर राखन यो हाई पिचवाला चाहिँ खतरा रहेछ क्या हाई पिचवाला चाहिँ खतरा भनेको बोलेको बाचा भन्ने यो 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 हाई पिचवाला चाहिँ कान्छा तिमी अरे यार यति मिठो होइन फेरि अति म्याचिङ भइरहेछ यहाँ कुनै कुनै कस्तो हुन्छ भने भिडियोहरू गीतहरू शब्दहरू अति राम्रो छ भने पनि त्यहाँ खेल्ने केटा र केटीहरूमा पनि धेरै डिफर हुन्छ है दुईजना त्यस्तै सेलेक्ट गरेछ क्या दुईजना युट्युबको त्यो एकदम चाहनहरू होइन एभ्री टाइम भ्लगिङ यताउता डे टु डे लाइफमा अपडेटहरू आइरहेको हुन्छ नि दुईजना त्यस्तैलाई चाहिँ भेला पारेर चाहिँ जे होस् आउटपुट दामी छ मलाई मन परिरहेको बोलेको बोल्यो बसाउनै भो छाडेर जान्दैन कान्छालाई विरतीका सनाएको म पिँढीमै बाँधेर राखन मनैभरि बाँध मलाई सधैँभरि राख मलाई ओ कान्छा मेरो कान्छा यो कान्छी तिम्रै हो त कमलको फुल जसरी फुलेर होला सधैँ डिप फिल रहेछ क्या डिप मिनिङ एउटाले चाहिँ पुरा सम्झिरहेको सपना देखिरहेको थियो रहेछ है एकदम सपना देखिरहेको थियो रहेछ लभली म्यान यो कम्बिनेसनदेखि लिएर यो सबै एकदम मजाले मिलेर समर्पित मेरो मन त भोलि बाचा भयो तिमीलाई सेम लाइक भुटान या एकदम यो रहेछ नि त छोडेर गयो है यस्तो अधुरो एक्लो पनि पार्दो रहेछ है भिडियोमा त पार्यो द्याट्स द एन्ड अफ द भिडियो यस भिडियोमा त पार्यो है रियल लाइफमा चाहिँ यस्तो यस्तो त्यस्तो घटिया कामहरू चाहिँ नगर्नु होला भन्नु चाहन्छु यस म चाहिँ स्पेसली यो बेबो भ्लग अनि खेमे ले गर्दाखेरि नै हो आएको कस्तो रहेछ हो भन्ने खालको उनीहरूको सर्ट क्लिप्सहरू चाहिँ मैले देखेर नै हो अनि यस अब ठुलै फ्यान त नभन्नु होला यसो कहिलेकाहीँ चाहिँ हेरिरहेको हुन्थ्यो तिनैजनाको हुन्छ नि कामहरू चाहिँ हेरिरहेको हुन्थ्यो मैले सिङ्गर लगायत दुईजना आर्टिस्टहरू है खेमे र बेबो अनि यस बेसी नै चाहिँ बेबोको भ्लगहरू चाहिँ धेरै हेरियो भनिदिउँ न त्यो हुनाले नै हो आएको सो लभली है मन पर्यो होइन एकदमै दामी काम रहेछ काम दामी गरेछ फिल्डमा एकदम काम गरिरहेछ आउटपुट राम्रो पायो एकदम हिमाली क्षेत्रमा गएर चाहिँ बनिएको रहेछ भिडियो पनि फिल त्यहाँनिर छुट्टै खालको दिने मलाई त मेरो गाउँको यादहरू आयो भनेको त्यहाँ भेडाहरू के चौरी के घोडाहरू देख्दाखेरि चाहिँ मलाई गाउँको धेरै याद आयो सो किप गोइङ होइन किप वर्किङ अल द आर्टिस्टलाई चाहिँ म यही भन्न चाहन्छु तर कसले सुन्देला नि मेरो कुराहरू हामी त जस्ट यस्तै हो बिगिनर कसले नि हेरिँदैन पनि त्यस्तै हो राम्रो गर्दै जानुहोस् होइन आउने दिनमा पनि यस्तै भिडियोसहरू हेर्न पाऊँ फेरि रियाक्सन भिडियो लिएर आउन पाऊँ त्यो भन्दै अहिलेको लागि चाहिँ जाँदैछु कन्तमा